काठमाडौँ मेडिकल कलेज केएमसीले आफ्नो चिकित्सा इतिहासमा एक ऐतिहासिक उपलब्धि हासिल गर्दै ब्रेन डेड डोनर मार्फत सफल अंगदान सम्पन्न गरेको छ। यो नेपालमा अहिलेसम्म मात्र 6औं पटक भएको दुर्लभ र संवेदनशील प्रक्रिया हो, जसमा ब्रेन डेड घोषित व्यक्तिबाट जीवनदायी अंगहरू कलेजो अर्थात लिभर र 2वटा मृगौला किडनी दान गरेका छन्। मृतक 18 वर्षीय दोर्जे मान तामाङ धादिङ जिल्लाको गजुरी गाउँपालिका 7 निवासी थिए। काठमाडौँको नारायण गोपाल चोकमा सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएका तामाङलाई उपचारको क्रममा चिकित्सकीय परीक्षणपछि ब्रेन डेड घोषणा गरिएको थियो। त्यसपछि उनका बुवा र दाजुको सहमतिमा अंगदान प्रक्रिया सम्पन्न गरिएको हो। केएमसीका वरिष्ठ चिकित्सक डाक्टर रोशन घिमिरेको नेतृत्वमा रहेको विशेषज्ञ टोलीले मृतकबाट प्राप्त अंगहरू सहित धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा हस्तान्तरण गरिएको थियो। ती अंगहरू 2 जना बिरामीमा सफलतापूर्वक प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ। नमस्कार, म डाक्टर विजय मानसिंह कटवाल, यूरोलोजिस्ट तथा किडनी ट्रान्सप्लान्ट सर्जन, हाल काठमाडौँ मेडिकल कलेजमा एसोसिएट प्रोफेसरको रूपमा काम गरिरहेको छु। हामीले आज एउटा ऐतिहासिक सफलता हासिल गरेका छौं। हाम्रो यस काठमाडौँ मेडिकल कलेजले हिजो एउटा ऐतिहासिक सफलता हासिल गरेको छ, जुन चाहिँ नेपालकै 6औं ब्रेन डेथ किडनी ट्रान्सप्लान्ट र लिभर ट्रान्सप्लान्ट हो। भनेको ब्रेन डेथ ट्रान्सप्लान्टको लागि अर्गन प्रोक्युरमेन्ट के 2टा किडनी र एउटा कलेजो निकाल्न सफल भयौं र यो चाहिँ हामीले भक्तपुरको किडनी ट्रान्सप्लान्ट हस्पिटल, जुन शहीद धर्म राष्ट्रिय प्रत्यारोपण केन्द्र भनिन्छ, त्यसको समन्वयमा 2टा टिम मिलेर, हाम्रो हस्पिटलको टिम र भक्तपुरको टिम मिलेर 2टा किडनी र एउटा कलेजो निकालेर हामीले उहाँहरूलाई जिम्मा लागेका छौं र आज सुन्नमा आएको छ कि त्यो सबै सफलतापूर्वक प्रत्यारोपण भइसकेको छ। कलेजो र एउटा किडनी चाहिँ एउटा बिरामीले सफलतापूर्वक पाउनुभयो, ट्रान्सप्लान्ट भयो, जसको चाहिँ किडनी र कलेजो एकैचोटि बिग्रेको छ। अर्को किडनी चाहिँ एउटा किडनी बिग्रेको बिरामीले पाउनुभएको छ। जस्तो हामीलाई सुन्नमा आएको छ कि 2टै बिरामीको स्वास्थ्यमा सुधार भइरहेको छ, राम्रो छ। यो उपलब्धि केएमसीको चिकित्सा सेवा तथा सामाजिक उत्तरदायित्वप्रतिको गहिरो प्रतिबद्धताको प्रतिबिम्ब हो। यसले केवल केएमसीलाई अंग प्रत्यारोपण सेवामा अग्रपंक्तिमा उभ्याएको छ, तर समग्र नेपाली स्वास्थ्य प्रणालीमा अंगदानबारे जनचेतनामा समेत सकारात्मक प्रभाव पारेको देखिन्छ। केएमसीको यो सफलता नेपाली कांग्रेसका युवा नेता तथा प्रतिनिधि सभाका सांसद डाक्टर सुनिल शर्माको नेतृत्व र दूरदृष्टिको प्रतिफल हो। केएमसी डाक्टर शर्माको स्वामित्वमा रहेका प्रतिष्ठित संस्थाहरूमध्ये एक हो, जसलाई उनले चिकित्सा सेवा मार्फत सामाजिक सेवा र जनकल्याणको केन्द्रबिन्दुमा रूपान्तरण गरेका छन्। मेरो नाम चाहिँ सुमन तामाङ हो। मेरो भाइ दर्शमान तामाङको जो डेड भयो, उहाँको अंगहरू चाहिँ म दान गर्न चाहन्छु। अरू कोही छोराहरूको कसैको छोराहरू बाँध्नुहुन्छ? हजुर, मेरो प्रताप सिंह। हजुरको छोरा दर्शमान तामाङ अब उसको भइसकेको छ। अब कुनै मान्छे छोराहरू बाँच्छ भने अब खुसी छ। केएमसीले अब लिभर ट्रान्सप्लान्ट जस्तो जटिल र जीवन रक्षक शल्यक्रिया सञ्चालन गर्ने तीव्र तयारी गरिरहेको छ। आवश्यक पूर्वाधार निर्माण, दक्ष चिकित्सक तथा प्राविधिक जनशक्ति व्यवस्थापन र अत्याधुनिक उपकरणहरूको संयोजनमा तीव्र गतिमा अगाडि बढ़िरहेको केएमसीले जनाएको छ। यो पहलले नेपाली चिकित्सा क्षेत्रमा नयाँ युगको सुरुवात गर्ने अपेक्षा गरिएको छ, जसले गम्भीर अवस्थाका बिरामीहरूलाई नयाँ जीवन दिनेछ।